हेलो गाइज, मेरो च्यानलको अर्को ब्लगमा स्वागत छ र आज चाहिँ म यसो तपाईँहरूको थोरै आफ्नो गाउँको बारेमा भन्दा पनि यो गाउँको अलिकति दृश्यहरू देखाउँ चाहिँ यो ब्लग मैले बनाएको र अलिकति देखाउनु पऱ्यो भनेर यस्तै छ। त्यस्तै छ यहाँ चाहिँ अलिअलि अब यो गाईको उताको मल आउँछ कि अनि यो फोर छ होइन, अलिकति यस्तै छ। अनि यहाँ चाहिँ अब यसो रोड छोडहरू अलिअलि छ, रोड छोडहरू छ यहाँ कि यतिको छ। यहाँ पानी परिरहेछ र म चाहिँ छाता ओढिरहेको छु हो। अनि यहाँ रोड छ, बाटोघाटोहरू अलिक सबै राम्रो छ। गाउँ चाहिँ होस् राम्रो छ क्या, यस्तो छ। हामी यसो अब ब्लग बनाएर हालिदिउँ न भनेर यसो बनाउँदै हिँड्नुमा छ। त्यत्तिकै सुत्नुभन्दा त यसरी अलिअलि बनाउँदै हिँड्दाखेरि अलिक राम्रो हुन्छ नि त। अनि यहाँ एउटा कुकुर छ क्या, यो कुकुरले चाहिँ मलाई देख्न सक्दैन, यस्तो भुक्छ मलाई देख्नु बित्तिकै। यो पानी छ, मोबाइल भिज्छ भनेर यसो मोबाइललाई चाहिँ छोपेँ। म चाहिँ अलिअलि भिजेँ अब हो। यस्तै छ बाटोघाटोहरू, अब दामी छ एकदम। यहाँ पुल छ एउटा, अलिकति दामी छ पुल। अब गाउँठाउँको पुल अब यसो सानोतिनो हुन्थ्यो नि, त्यस्तो छैन, मतलब एकदम ठुलो छ, एकदम दामी छ। एकदम ठुल्ठुलो ट्रकहरू पनि यहाँ आएर कुदाहरू केही हुँदैन क्या, खतरा छ पुल क्या। उता हुन्छ नि मेन हाइवेतिर हुन्छ नि, त्यस्तै छ। अब पुल छ क्या, खतरा छ, एकदम दामी पुल छ। अब यहाँ त्यो पुलको छेउमा आइपुगेँ म। अनि अब ठुल्ठुलो ट्रक ल्यायो भने केही हुँदैन क्या। यहाँ गाउँको पुल सानो हुन्छ भन्छ नि, त्यस्तो होइन। यो चाहिँ एकदम खतरा, त्यो मेन हाइवेतिर हुन्छ नि त्यस्तै छ। पुल चाहिँ एकदम दामी छ, नजारा पनि दामी, मतलब एक प्रकारको अब मजै आउँछ क्या, भ्यू स्यू यस्तो दामी देखिन्छ। अनि त्यहाँदेखि यस्तै छ। अझै भ्लग बनाउँदै हिँडेको हालिदिन्छु अब, जेसुकै होस् भन्नु लडेँ। अब चाहिँ म चाहिँ यहाँ मेन हाइवेको छेउमा आइपुगेँ। अब यसो अब भ्लग बनाउँदै हिँडेको, अब अलिकति अब हाइवे पनि हाइवे छ यहाँ चाहिँ बाटो बनिँदैछ क्या, एसियन हाइवे। अनि त्यही भएर यस्तो छ हाइवे, मजाले बनिरहेछ हो। त्यही भएर यसो थोरै क्लिप बनाउँदै जाने हो, हाल्ने हो।